खास गरी पछिल्लो समयमा जुन दक्षिण कोरियामा आउने मानिसहरूको लागि चाहिँ विभिन्न जीवन भिसाका सूचनाहरूको बारेमा चाहिँ यहाँहरूले देखिरहनु भएको होला। खास गरी नेपाली दूतावास सौलले चाहिँ आज एउटा सूचना जारी गरेको छ, जसमा चाहिँ पछिल्लो समय जीवन भिसा, शरणार्थी भिसामा चाहिँ मान्छेहरू सजिलै आउन सकिन्छ र काम पनि पाइने र काम गर्न पनि सजिलो हुन्छ भन्ने भ्रामक किसिमका सूचनाहरू यति बेला खास गरी युट्युब, त्यस्तै गरी टिकटक, फेसबुक लगायतका प्लेटफर्महरूमा चाहिँ हावी भइरहेको छ। यसले गर्दा जो नेपालमा रहनु भएको छ र नेपालभन्दा बाहिर विदेशमा हुनुहुन्छ, उहाँहरूले चाहिँ अब पक्कै पनि दक्षिण कोरियामा जीवन भिसामा जान सक्यो भने चाहिँ केही राहत हुन्छ भन्ने जुन भ्रामक सूचनाको पछि लागेर, मिथ्या सूचनाको पछि लागेर चाहिँ उहाँहरूले चाहिँ प्रोसेस गरेको र यहाँ आइसकेपछि चाहिँ विभिन्न कानुनी समस्याहरू चाहिँ झेलिरहेको चाहिँ दूतावासले जनाएको छ र सोही अनुसार चाहिँ जीवन भिसा अहिलेलाई चाहिँ बन्द गरिएको दूतावासले जनाएको छ। खास गरी पछिल्लो समयमा कोरियामा चाहिँ जुन भिजा चाहिँ एक समय अहिले केही महिना अगाडिदेखि नै खास गरी भिजिट भिसामा समेत चाहिँ कोरियामा काम गर्न सजिलो र काम गर्न पाइन्छ भनेर टिकटक, विशेष गरी टिकटक प्लेटफर्ममा चाहिँ व्यापक रूपमा चाहिँ भिजिट भिसाको चाहिँ प्रयोग गरिरहेका थिए। जो नेपालीहरूले एउटा ठग्ने नियतका साथ चाहिँ भिजिट भिसामा ल कोरिया आउन सजिलो भन्ने, कोरियनहरूलाई देखाउने हाम्रो अफिस भयो, सुरु भयो, यस्ता लगायतका जुन भ्रामक सूचनाहरू उनीहरूले गरेर भिजिट भिसाको समेत दुरुपयोग गर्ने उद्देश्यले उनीहरूले यो किसिमको हरकत गरिरहेका थिए। खास गरी पछिल्लो समयमा जुन दक्षिण कोरियामा रहिरहेका जुन इनायन कामदार अथवा विभिन्न भिजामा आउनु भइरहेका नेपाली अथवा अन्य मुलुकका मानिसहरूलाई समेत यहीँ कोरियामा समेत रोजगार पाउन चाहिँ पछिल्लो समय चाहिँ गाह्रो भइरहेको अवस्थामा यस्ता खाले भ्रामक समाचारहरूको पछाडि नलाग्नु होला र खास गरी नेपालमा जति पनि दक्षिण कोरिया आउन चाहनुभएका व्यक्तिहरू हुनुहुन्छ, जो चाहिँ सजिलै जीवन भिसामा आउन सकिन्छ भनेर जुन भ्रामक सूचनाको पछि पर्नु भएको छ, त्यस्तो सूचनाको पछि नलाग्नु होला र त्यसरी कदम नचाल्नु होला। र जुन आज सौल दूतावासले जुन निकालेको विज्ञप्तिमा चाहिँ मैले थोरै कुरा चाहिँ विज्ञप्तिमा रहेको कुरालाई पनि सरसर्ती उल्लेख गर्न चाहेँ। कोरियामा हालै बढ्दै गएको जीवन भिसा प्रवृत्तिप्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ। दक्षिण कोरिया सरकारले अन्तर्राष्ट्रिय सुरक्षा, मानव अधिकारको रक्षा वा अत्यावश्यक कानुनी तथा मानवीय परिस्थितिको विशेष अवस्थामा मात्रै प्रदान गर्ने जीवन शरणार्थी भिसाको लागि हालै उचित योग्यता वा आधार बिना नै झुटा कागजात तयार गरी गलत तरिकाले शरणार्थी आवेदन गर्ने क्रम बढ्दै गएको र कोरिया जाने चाहना नेपाली नागरिकहरूलाई लक्षित गर्दै केही व्यक्तिहरूले टिकटक, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल मार्फत जीवन भिसा सम्बन्धी भ्रामक गैर